अहिले अहिले वीरगञ्जतिर यस्तो हालत छ, घरहरू चाहिँ यसरी चाहिँ भड्काउँदैछ। यो कसरी भड्कायो र कसरी भड्काउँदैछ भन्ने विषयमा वीरगञ्जतिर चाहिँ अहिले चाहिँ गल्ली गल्लीमा चाहिँ रोड अलिकता चाहिँ चौडा गर्दैछ, चौडा बनाउँदैछ र ठुलो बनाउँदैछ। त्यो रोड ठुलो बनाउनको लागि घर भड्काउनु पर्यो हैन, अरू जमिन त छैन। जति पनि त्यो बाँकी जमिन छ त्यो जमिनको साइडमा चाहिँ घर छ। लालपुर चाहिँ भए पनि सरकारलाई बाल छैन, बडाङ भड्काउँदैछ भनेपछि त्यहाँका जनताहरूले अहिले भन्दैछ कि बेकारमा चाहिँ हामीले भोट चाहिँ घन्टीलाई दिएछ। अहिले घन्टीलाई भोट दिएर हामीले अहिले चाहिँ दुःख पाइरहेछ। हाम्रो बसिरहेको घर वर्षौंको मेहनत त्यत्तिकै गयो भनेर यसरी चाहिँ आफ्नो दुःखनासी कुराहरू गरेको देखिन्छ। भनेपछि चुपचाप घन्टीमा छाप, चुपचापले चाहिँ घन्टीमा छाप हानिसकेपछि नरुनु नकराउनु, चुप लाएर बस्दा हुन्छ। घरै जाओस् कि खेलबारी जाओस् कि अब चुप लाएर बस्ने, धेरै कराउनु हुँदैन। त्यसका बाजे अब यस्तो छ।